सबैलाई नमस्ते। आज म तपाईँहरूको माझमा धेरै पछाडि म युट्युबमा आएको छु। म आज मेरो जन्मस्थान जाजरकोट जिल्ला छेडाकाँड नगरपालिका वडा नम्बर 5 वडावनमा आएको छु। र आज मेरो यो हजुरबाले निर्माण गरेको यो घर म लगभग म 2 वर्ष पछाडि आउँदैछु। यो घरको मेरो छुट्टै खालको एउटा सम्झना छ, एउटा छुट्टै खालको चाहिँ मेरो माया छ हैन। त्यसैले मेरो बाल्यकाल यही घरमा बितेको थियो र मेरो चौथो पुस्ता मेरो छोरी पनि आएकी छन्। छोरी यति बेला अगाडि छन्। ल तपाईँ अगाडि आउनुहोस् त। यो हाम्रो भैँसी बान्ने खोड हो। यो यहाँ भैँसी बान्ने हजुरबाले भैँसी बान्नुहुन्थ्यो। यहाँ चाहिँ हाम्रो भान्सा थियो। यो चाहिँ भान्सा हो पहिलेको भान्सा यस्तो छ। यस्तो छ म तपाईँलाई देखाउँछु। यो भान्सा हो हाम्रो। यो यस्तो भगारी यता आउनु। यो भगारी हुन्छ, यो भगारी हो। यसलाई भगारी भनिन्छ। यहाँभित्र हामी धान चामल धान हाल्छौँ। यहाँ धान हाल्थ्यौँ, गहुँ हाल्थ्यौँ यसमा। यो मेरो हजुरबाहरूको पालाको हो। यो यति पुरानो, त्योभन्दा पनि पहिले पुरानो होला। यो माथि जाने ठाउँ हो। माथि नजाउँ, माथि जाने ठाउँ छ। माथि हामी सुत्ने चाहिँ माथि सुत्थ्यौँ हामी। भनेपछि यहाँ चाहिँ हाम्रो चाहिँ यो भित्र भान्सा हो। र यसै गरी हाम्रो यो आँगन हो। यो आँगन यो हाम्रो भैँसी बान्ने यहाँनिर हो। यहाँनिर हाम्रो भैँसी बान्थ्यौँ। यहाँनिर भैँसी बान्थ्यौँ होइन, भैँसी यहाँनिर बान्थ्यौँ। गोरुहरू हाम्रो गोरुहरू त्यो साइडमा बान्थ्यौँ भने हाम्रो चाहिँ करेसबारी यो तरकारीहरू लगाउनु भने यहाँनिर हाम्रो ठुलोबाको घर हो। अहिले पनि ठुलोबाको यता बस्नुहुन्छ। यो चाहिँ सुकारिएको गोठ हो। यो गोठमा भैँसी होइन, भैँसी उता बान्नुहुन्थ्यो, यहाँ गोरुहरू बान्नुहुन्थ्यो। अहिले सुकारे त्यसैले पनि बस्नुहुन्छ। त्यो चाहिँ बाघा गोठ हो। त्यसै गरी अब अहिले आइरहेको छ। त्यसरी बस्ती यहीँ बस्नुहुन्छ यो घरमा। यहाँ देखाइदियो नि घर यो हो। अनि किचन यो, किचन यहाँ छ। यता देखियो किचन, यता किचन यो हाम्रो ठुलो मम्मीले के बनाउँदै हुनुहुन्छ? ठुलो मम्मी के बनाउँदै हुनुहुन्छ? तिमी छोराबारी आयो त खानु भनेको त धेरै जुन छोराबारी आयो त्यो यसरी बनाउन लागेको छु। र यसरी हाम्रो यो हाम्रो कान्छो बाबु मेरो बुवाको भएको यो कान्छो बाबुको घर। आउनु यता छिरेर हाम्रो गोरुहरू ल आऊ अलि जानु म दौडिन्छु। दौड्नु पर्दैन कि त्यहाँ मुनियर छिरेर आउन, केही गर्दैन कि आउनु भने ल आऊ छोरी गोरुहरू यता नआउ छोरी त्यसो तिमी त्यही बस है। हामी आउँछौँ। यो बाख्राहरू भए यो हाम्रो ठुलो कान्छो बाबुको अहिले चाहिँ हाम्रो कान्छो तल थला बजारमा बस्नुहुन्छ। यो किचन हो कान्छो बाबुको घरको किचन हो। त्यसको लागि यो बारदली भयो। यो हाम्रो पुरानो एकदम हजुरबाहरूको भन्दा नि पुरानो घर हो। यो हजुरबाहरूको बुवाको घर हो। बुवाको घर हो। पहिला हामी यहीँ बस्थ्यौँ। त्यसरी नयाँ घर बनाइसक्यो उता गएको यो यहीँ बाहिर हामी बस्ने यी यस्तो हुन्छ। ढोका भयो यस्तो डिजाइन निकालिएको छ। ढोकामा हेर्नु पुरानो डिजाइन है, कति राम्रो डिजाइन छ। यो पुरानो डिजाइन एकदमै। यता चाहिँ सुत्ने ठाउँ म बेला बेला आएर यहाँ सुत्थेँ यसमा। अनि यहाँ बस्थ्यौँ हामी होइन। अनि त्यस पछाडि लिएर यो चाहिँ हाम्रो कान्छो हजुरबाबुहरू यो अहिले चौरत्तरमा हजुरबा चाहिँ चौरत्तरको वडा अध्यक्ष पनि हो। नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेबाट उहाँले चाहिँ चुनाव दिनुभएको थियो। अहिले उहाँहरू पनि बजारमै बस्नुहुन्छ। तर सबैले यहाँ छोडिसकेका छन् बाबु हाम्रो। यो यतापट्टिको भ्यू देखाइदिनु। यो चाहिँ खलो भन्छ हाम्रो। यो चाहिँ खलो यो चाहिँ के हो भने यहाँ चाहिँ केही पिल्ने यताउता गरी यो चाहिँ उरुम भन्छन् यसलाई। हेर यो चाहिँ यो कुट्ने ठाउँ, यहाँ कुट्ने हो। यो धानहरू कुटेर चामल बनाउने ठाउँ हो। यो चाहिँ यसमा चाहिँ उरुम हो। यो उरुम भन्छन् यसलाई। यहाँ मकैहरू हालेर यस्तो फिजाएर अनि मकैहरू राख्ने ठाउँ हो क्या। अनि यहाँ हजुरबाहरू बस्नुहुन्थ्यो भनेपछि यहाँ चाहिँ पहिला एकदम किमु थियो, यहाँ बेलौती थियो। अनि त्यस पछाडि के थियो अहिले सबै फालिसक्नु भएको छ होइन। त्यसैले यो सम्झना स्वरूप हाम्रो यो पुरानो बस्ती हर बखत हामी सम्झिरहन्छौँ। र हामी पानी लिने धारा चाहिँ उ थियो अहिले चाहिँ धेरै विकसित भएको छ। पहिला चाहिँ पँध्यारको धारा भन्छ हामी भन्थ्यौँ त्यसलाई। पहिला चाहिँ सानो धारा थियो, त्यो पुरै ढुङ्गे धारा हो। त्यो पुरै पुरानो बस्ती हो, त्यो ढुङ्गे धारा हो। त्यो ढुङ्गे धारामा चाहिँ अहिले चाहिँ त्यहाँ व्यवस्थित भएको छ। जोस् भयो मान्छेहरूमा देखाउँ भने हाम्रो यो एकदमै पुरानो बस्ती हो। एकदमै पुरानो बस्ती फोटो खिच्ने
भ्याइयो सबैलाई नमस्ते। हेरेर प्रतिक्रिया दिनु होला। यो हाम्रो पुरानो बस्ती, यो पुरानो ठाउँलाई माया गरिदिनु होला। हामी जहाँ जस्तो सुकै ठाउँ भयो भने हाम्रो आफ्नो परम्परा, आफ्नो रीतिरिवाज, आफ्नो धर्मलाई हामीले बिर्सेका छैनौँ र कसैले बिर्सिनु पनि हुँदैन भन्ने लाग्छ के अरे मलाई चाहिँ। अब तपाईँहरूले पनि त्यही अनुरूप चाहिँ अब सोच्नु होला है भन्दै मेरो बुढीलाई पनि म देखाउँछु। मेरो बुढीको यो चाहिँ यस्तो ठाउँमा कस्तो अनुभव भइरहेछ तिमीलाई भन त? एकदम रमाइलो रमाइलो लागिरहेछ। हामी यहाँ चाहिँ टुरिस्ट जस्तै गरेर आइरहेछौँ, त्यही भन्नु पऱ्यो होइन। बेला बेला आउँछौँ हामी, यसो हेर्छौँ घर, यो हजुरबाको माया, त्यस पछाडि लिएर चाहिँ हजुरबाले बनाएको यो हजुरबाले यो निर्माण गरेका यी संरचनाहरू यादगार छन्। त्यसैले चाहिँ मेरो छोरी हाम्रो चौथो पुस्ता हो। त्यस्तै बस है, त्यस्तै बस न, त्यस्तै गर न। यो हाम्रो छोरी चौथो पुस्ता हो यो स्थानको। हेलो, हात लगाइदेऊ न, के खान लाग्यो हो? ल ठिक छ ल। हाम्रो यिनीहरू चाहिँ बाख्राहरू गोरुहरू छन् यहाँ। यो किमु, यसलाई चाहिँ किमु भन्छौँ हामी, तर तलतिर चाहिँ काफल भन्छन् यसलाई चाहिँ होइन। हामी चाहिँ किमु भन्छौँ यहाँ। एकदम यो घरबारी करेसाबारी तरकारीहरू हेर्न सक्नुहुन्छ। अर्ग्यानिक पुरै यहाँ विषादी भन्ने 0% छ। यो गहुँहरू फलिरहेछन् अहिले गाउँतिर। कुन यो हेर्नुहोस् त, यहाँबाट पारि देखिने यो हाम्रो छेडगाड नगरपालिका वडा नम्बर 11। यो मनताको भिड भन्छन्। हाम्रो गाउँको मान्छेहरू दाउरा लिन, घाँस लिन पहिले जाने ठाउँ यही ठाउँ हो। तल खोलामा गएर खोलाबाट माथि चढेर त्यहाँ जानु पर्थ्यो। यो मध्य पहाडी राजमार्ग हो। अहिले यो पारि देखिने त्यो ठुलो मध्य पहाडी राजमार्ग, यो मेरो मामाको घर गाउँ नजिक हो। यो कार्की गाउँ भन्छन् के अरे यसलाई होइन, छेडगाड नगरपालिका 12। एकदमै ठिक छ ल। सबैजनाले हेरेर प्रतिक्रिया दिनु होला है। धन्यवाद।